नमस्कार साथीहरु, जिके नेपाल युट्युब च्यानलमा यहाँहरु सम्पूर्णलाई स्वागत छ। आजको यस भिडियोमा चाहिँ हामीले संघीय खरिदार विज्ञापन 2081-82 तर्फको कुन स्थानबाट कति संख्यामा विज्ञापन खुलेको छ, फर्म कसरी भर्ने, कति उमेर चाहिन्छ, शैक्षिक योग्यता कति हो, ती सम्पूर्ण कुराको बारेमा चाहिँ जानकारी लिएर आइसकेका छौं र तपाईहरुले यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ। धनकुटाबाट चाहिँ खुल्लामा 15 जना, महिलामा 4 जना, त्यस्तै गरी यहाँ संख्या तपाईहरुले हेर्न सक्नुहुन्छ, जम्मा 31 जना खुलेको छ भने इलामबाट चाहिँ जम्मा 30 जना, खोटाङबाट 24, जलेश्वरबाट 79, काठमाडौँबाट 47, हेटौडाबाट 32 र पोखराबाट 27 खुलेको छ। त्यसैगरी बागलुङबाट 22, बुटवलबाट 30, दाङबाट 17, सुर्खेतबाट 32, जुम्लाबाट 20, दिपायलबाट 32 र महेन्द्रनगरबाट चाहिँ 21 जना टोटल चाहिँ खरिदारमा विज्ञापन भएको छ। तपाईहरु सम्पूर्णले कति संख्यामा चाहिँ कुन स्थानबाट फर्म खुलेको छ भनेर जानकारी पाइसक्नु भएको छ। त्यसैगरी अब परीक्षा कहिले हुन्छ भन्ने सन्दर्भमा चाहिँ प्रथम पत्रको परीक्षा चाहिँ 82 सालको वैशाख 20 गते हुनेछ। त्यसैगरी दोस्रो पत्र भनेको चाहिँ 82 को असार 20 गते, ठ्याक्कै 2 महिना पछाडी। त्यसैगरी तेस्रो पत्रको परीक्षा चाहिँ 82 सालकै असार 21 गते अथवा दोस्रो पत्रको परीक्षा भएको भोलिपल्ट दिनको 2 बजे हुनेछ। परीक्षाको सन्दर्भमा तपाईहरुको डाउट क्लियर भइसकेछ। त्यसैगरी अब एक्जाम फर्म भर्ने अथवा चाहिँ फर्म भर्ने मिति, दरखास्त दिने मिति चाहिँ कहिलेसम्म हो त भन्दाखेरि 81 सालको चैत्र 19 गते भित्रमा चाहिँ हामीले फर्म भर्नुपर्छ। त्यसकारणले चैत्र 19 यसको फर्म भर्ने म्याद रहेको छ र 1 हप्तासम्म चाहिँ दोब्बर दस्तुर सहितको म्याद हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ 81 साल चैत्र 26 गते चाहिँ डबल दस्तुर तिर्दा पनि फर्म चाहिँ भर्न सकिन्छ। चैत्र 26 गते अन्तिम म्याद हो भनेर हामीले बुझ्नुपर्छ। हामीले शैक्षिक योग्यताको सम्बन्धमा हेर्नुपर्ने हुन्छ। अब कति पढेको मान्छेले चाहिँ खरिदारमा फर्म भर्न पाउँछ भन्दा यहाँ स्पष्ट दिएको छ। एसएलसी वा सो सरह उत्तीर्ण गरेको मान्छेले चाहिँ खरिदारको परीक्षामा चाहिँ के हुन पाउँछ त, सहभागी हुन पाउँछ। त्यसैगरी अन्य जानकारीको हकमा चाहिँ जस्तै अब एसएलसी अथवा एसएलसी दिनेले त एसएलसी वा सो सरहले दिने पाइहाल्यो, त्योभन्दा माथिको पनि पायो हैन। अब ग्रेडिङ सिस्टमको हकमा चाहिँ जस्तै कसैले एसई पनि दिनुभएको छ, उहाँहरुको चाहिँ फर्म भर्नको लागि जीपीए 2 वा सो भन्दा माथि चाहिँ हुनुपर्छ। प्रथम चरणमा चाहिँ 45% ल्याएको मान्छे चाहिँ उत्तीर्ण हुन्छ र यो प्रथम चरणमा लिएको मार्क्स चाहिँ अन्य परीक्षामा जोडिन्छ त भन्दा जोडिदैन है। यो चाहिँ एउटा चाहिँ प्रवेश परीक्षा जस्तो मात्रै हो। यसमा पास हुने अनि सेकेन्ड पेपर र थर्ड पेपर दिने हो, तर अगाडि ल्याएका चाहिँ अङ्कहरु चाहिँ पछाडिका परीक्षामा जोडिदैनन्। र अर्को हामीले जान्नुपर्ने विषय भनेको उमेरको हद हो। कति वर्ष उमेर पुगेको मान्छेले फर्म भर्न पाउँछ र कति वर्ष नआएकोले फर्म भर्न पाउँदैन भन्ने विषय हो। यहाँ स्पष्ट भनेको छ पुरुषतर्फ 2081 साल 12 महिना 19 गतेसम्ममा 18 वर्ष पुरा भइसकेको हुनुपर्छ र के भनेको छ त भन्दाखेरि यहाँनेरि 18 वर्ष पुरा भएर 35 वर्ष ननाएको, यो पुरुषतर्फको हकमा हो भने महिलाको हकमा चाहिँ 18 वर्ष पुरा भएर के हो त 40 वर्ष ननाएको, यो उमेर समूहको मान्छेले चाहिँ खरिदारमा फर्म भर्न मिल्छ। यहाँहरुले मलाई लाग्छ सम्पूर्ण जानकारी पाइसक्नु भएको छ। कति संख्यामा फर्म खुल्यो भनेर हामीले माथि नै प्रस्तुत गरिसकेका थियौं। फर्म भर्ने म्याद, दोब्बर दस्तुरको मिति, परीक्षा मिति, परीक्षामा मार्क्स जोडिने नजोडिने विषयहरू र फर्म कहाँ भर्न मिल्छ भन्दाखेरि फर्म चाहिँ लोकसेवा www.psc.gov.np को अफिसियल साइट, लोकसेवाको अफिसियल साइटबाट फर्म भर्न मिल्छ, अनलाइन फर्म भर्न मिल्छ। तपाईहरुले त्यसरी फर्म भर्न सक्नुहुनेछ र अन्य खरिदारको विज्ञापन सम्बन्धी अन्य कुनै पनि तपाईहरुलाई जानकारी आवश्यक परेको खण्डमा चाहिँ कमेन्ट बक्समा आफ्नो प्रश्नहरु राख्न सक्नुहुनेछ। तपाईहरुको प्रश्नको चाहिँ उत्तर तपाईहरुले पाउनुहुनेछ र भिडियो हेरेर अन्तिमसम्म साथ दिनुहुने यहाँहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद। खरिदार तयारी पहिलोचोटि गर्दै हुन्छ भने जिके नेपाल युट्युब च्यानलमा कस्ता प्रश्न आउँछन्, मोडल क्वेशन के हो भनेर भिडियोहरु निरन्तर अपलोड हुने नै छन्। त्यतिखेरसम्मको लागि चाहिँ आफ्नो तयारी चाहिँ व्यापक बनाउनु होला। हवस् त, धन्यवाद।